हेलो गाइस, हामी चाहिँ अहिले ग्राउन्डमा जानु लागिरहेका छौँ है। यो प्रदीप भाइ र म अहिले ग्राउन्डमा हिँडिरहेको छु। हामी बाटोमा छौँ। मसँग नाच्ने केटी यहाँ मन्दिर देख्न सक्नुहुन्छ। मन्दिर छ अगाडि, बाइक आइरहेको छ। घरहरू रमाइलो छ। जे होस्, यता त जङ्गल साइड हो यसै सबै। हामी त्यहाँ छ क्यारम बोर्ड खेल्ने मान्छेहरू यहाँ है। ल हामी चाहिँ गेटबाट भित्र पनि छिरिसक्यो है। अब हामी चाहिँ अब ग्राउन्डको नजिक आइसक्यो है। तपाईँहरूले चिन्न सक्नुहुन्छ काउसुतीको यो ग्राउन्ड, यो पानी ट्याङ्की बन्दैछ। अब ग्राउन्डमा त आयो, कोही नरहेछ होइन। हामी फर्स्ट कोही नरहेछ है। हो जिएम समाजको भलिबल ट्रेनिङ गर्ने ठाउँ। यो चौतारी यहाँ छ, यो भलिबल ग्राउन्ड। उता ग्राउन्ड छ दौडिने ग्राउन्ड, फुटबल खेल्ने ग्राउन्ड, काउसुतीको टुबक ग्राउन्ड। त्यहाँ स्कुटी सिकिरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। ल हामी चाहिँ यहाँ मस्त लगाएर भलिबल खेल्नु भनेको। कोही भलिबलै छैन, ग्राउन्डमा त आइसके फेरि ट्रेनिङ लिन नलपुर जिल्लाबाट इच्छुक हुनुहुन्छ भने यहाँ आउनु होला। ल यहाँ भलिबल कोर्टमा यहाँ ट्रेनिङ गराउँछ है त। ल एन्टिना यहाँ पोल प्रदीप भाइ त खतरा सर्टर हो फेरि। अनि यहाँ अब पानी पर्न लागिसक्यो, कोही मान्छे आउँदैन, झ्याउ लाग्यो यहाँ बस्नु लाग्यो। ग्राउन्डमा पनि कोही छैन, न फुटबल खेल्ने छ न भलिबल खेल्ने छ। बर्बाद भयो। यसो भलिबल हानौँ भनेर आएको, एक्सर्साइज हानु भनेर आएको, कोही छैन केटाहरू। यसो अलिअलि कुदौँ भनेको, कुद्न पनि साथी छैन। अहिले एकछिनपछि कुद्ने होला। चौतारीमा छन त शीतल छ, चौतारीमा शीतल भएर बसिरहेको। तर आजभोलि चाहिँ नलपुरमा निकै छ शीतलै हो। अब 2-3 दिन भयो, तर पानी नपरेको बेलामा चाहिँ त्यस्तै हो। फेरि घामले मार्छ, सन्तपुरी घाम लाग्छ, पाक्छ होइन, बहुत पाक्छ। त्यस्तो छ नलपुरको गर्मी त अब भन्नै पर्दैन। कालै हामी अब तलतिर दौडी जानु, किलोमिटर कुद्ने हो के हो, के भयो तेरो अहिलेसम्मको सिलेक्सनहरू? सिलेक्सन राम्रै भयो। हाइपर भन्ने खालमा गरियो, त्यस्तै हो। हुँदै नभएको पनि होइन, हुँदै नभएको नि फाल्थ्यो। अब अहिले चाहिँ के गर्ने प्लान छ? अब एजुकेसनलाई अगाडि बढाउने अनि त्यसपछि प्लान छ। अहिले चाहिँ कहाँ जानु लाग्यो? अहिले रनिङ। घर चाहिँ हामी रनिङ जानु लाग्यो। यो चाहिँ चक्लेटी काली भाइ हाम्रो सुरज पाण्डे फ्रम नलपुर डिस्ट्रिक्ट काउसुती आर्ट, काउसुती लुम्बिनी कलेजको यो लुम्बिनी कलेजको ब्याक गेट भइहाल्यो, यो ब्याक साइड भइहाल्यो। अनि यसको पछाडिपट्टि हिँडिरहेको हामी चाहिँ। यहाँ सब भाइहरू अगाडि छ, अर्को भाइ यहाँ अगाडि भाइहरू हिँडिरहेको छौँ हामी बाटो। यसो तलतिर दौडेको भिडियो पनि हेर्नुहोस्, इन्जोय गर्नुहोस्। अनि के कस्तो कमी कमजोरीहरू छ सजेस्ट गर्नुहोस्। हामी खतरा भ्लग लिएर आउँछौँ है त। सनसेट हुन लागिरहेछ। हामी चाहिँ यो सनसेटमा यस्तो मजाले कुद्ने हो कि है। यता हेर्न चक्लेटी देखेँ हेर्नलाई त, चक्लेटी। ल यता सनसेट हुन लागिरहेछ, रातो घाम। यता हामी अब कुद्न लागिरहेछ, अगाडि छ केटाहरू। चाहिँ म भइसक्यो गाइजहरू कुद्ने अब। अहिले म देखाउँछु। तरुवा ताल जान्छौँ सुरुमा। अहिले चाहिँ हामी ट्याक्कै तरुवाको ओह्रालोमा छौँ। अब यो ओह्रालो पछि तरुवाको ताल आइपुगिहाल्छ होइन। अनि त्यसपछि सिधै तलतिर जाने हो, सिधै तलतिर गएर साथतिर जान्छौँ। हेर्दै गर्नु होला है त। मस्त छप कुदिरह सम्झिको तरुवा ताल। तरुवाभन्दा हल्का तल मस्त कुदिरहेका छन्।
नम्बर 7 घोडा गरेर ल्याउनु सनसेट देख्न सक्नुहुन्छ गुरान आइपुग्यो साँडको गुरान आइपुगिसक्यो केटाहरू हिँडेर अलिअलि पसिना आयो त्यस्तो थाकिएन थाक्न चाहिँ ठिकै भयो देख्न सक्नुहुन्छ त्यहाँ फुटबल खेलिरहेछ चाहिँ दामी हो एउटा घुम्नुपर्ने ठाउँ पनि हो एउटा नवलपुरको साँड भनेपछि सबैजना घुम्न पनि आउन सक्नुहुन्छ राम्रो ठाउँहरू फोटोहरू खिच्न यसो फ्यामिली लिएर अलि पानी परेर अलि बादलहरू लगाएको बेलामा फ्रेस भएको बेलामा आउन सक्नुहुन्छ राम्रो छ ठाउँ चाहिँ होस् घाँसहरू पलाइरहेको छ बर्खाको मौसम भएर पनि हुन्छ मजाले खेलिरहेको तर गर्मी चाहिँ गर्मी नै हुन्छ यता तराईमा किन भन्दाखेरि अलिकति हावाहरू पनि चल्दैन यहाँको ग्राउन्डमा आइसक्यो देख्न सक्नुहुन्छ केटाहरू मस्त गर्मी भएर कपडा खोल्दैछ त पनि पसिनै पसिना भयो गर्मी चाहिँ औडै गर्मी छ अप्प छ क्या त्यस्तो घाम त लागेन अब यतिखेर तर अप्प गर्मी हो कि यस्तो गर्मी भइरहेको देख्न सक्नुहुन्छ केटाहरू मस्त रमाइलो ठाउँ छ ल गाइजहरू हामी चाहिँ अब साँडको यो ग्राउन्डबाट चाहिँ हामी लिभ हुन्छौँ है त किन भन्दाखेरि अब हामी चाहिँ माथिबाट आएको काउसुदीबाट लगभग त्यस्तै 2 किलोमिटर पनि नहोला त्यस्तै छ धेरै छैन अब फेरि ब्याक टु दौडिँदै जाने हो एकछिन यसो माइन्ड फ्रेस पनि गराउँ पनि भनेर हो केटाहरू हिँडिरहेको छ अगाडि अब यहीँ नजिकै पनि भयो हामी अब आउनलाई अनि यसो घुम्नलाई फ्रेस पनि भयो अब बेलुका पक्क चिसो मौसम पनि छ अनि तपाईँहरू यतै वरिपरि नवलपुरको जिल्लामा यतै वरिपरिको मान्छेहरू हुनुहुन्छ भने आउन पनि सक्नुहुन्छ यहाँ साँड हो है मजाले यता कुनातिर मान्छेहरू देख्न सक्नुहुन्छ यतातिर साइडतिर यता फुटबल मजाले खेलिरहेको छ र आकाश पनि देख्न सक्नुहुन्छ यस्तो मजाले खुलिरह गाइजहरू कस्तो फिल भयो त नि तिमीहरूलाई यार दौडेर यसो कस्तो लाग्यो काले तँलाई भन नट ब्याड सास फुल्यो थियो ल ठिक छ यो पुल आयो यो चाहिँ साँड आउनेलाई सबैलाई थाहा होला नवलपुरको यो चाहिँ छोसाडी पुल र अब हामी लाग्छौँ फेरि हामी सिधै अब गण्डकीतिर निस्किन्छौँ त्यसपछि तपाईँहरूलाई बाटोमा अपडेटहरू देखाइरहेको छ यहाँ मान्छेहरू हामी फाइनल्ली अब लाग्यो घरतिर है मकै आन्टी त्यो मकै टिप्छ नि हामीले अहिले अब हामी आफ्नै खेतको होइन आफ्नै खेतमा लगाएको अर्ग्यानिक ल लोकल मकै बाटो पनि देख्नुहोस् यस्तो दामी बाटोसम्म ग्रेभल खुट्टा पनि दुख्दैन दौडिनु पऱ्यो दौडिनुहोस् मजाले दौडिनुहोस् फोक्सो फुल्लाउनुहोस् ज्यान हेल्दी राख्नुहोस् यता साइडमा मकैको खेतहरू देख्न सक्नुहुन्छ यता साइडमा त्यो साइडमा घरहरू छ है अगाडि ट्र्याक्टर गइरहेको छ केसर अब नवलपुरभरिमा दौडेको भ्लग हाम्रोमा आउँछ नवलपुरभरि कुन ठाउँ जाने हो हजुरले कमेन्ट गर्नुहोस् हामी त्यहाँ पुगेर देखाउँछौँ नवलपुरको भेगहरू है अब बिस्तारै अपडेट हुँदै गर्छ हामी कहाँ जान्छौँ के गर्छौँ दौडेर है हामी फेरि दौडेर अलिअलि कहिलेकाहीँ घुम्न पनि गइन्छ पौडी पनि खेल्न सिजन आइरहेको छ अब पौडी पनि खेल्छौँ ल त्यस्तै छ यहाँ चाहिँ हामी मकै हानिरहेछौँ है त काले हान हन्टिङ ओए काले त खतरा भाँसे त यार खतरा भाँसे त काले त ओइ काले के हो काले त के हो यार यता त मस्त भाँचिरह ल मनी एउटा दामी तरिकाको पाकेको चाहिँ दामी भाँच्छु है यहाँनिर हामी अलिकति भएको यस्तो छामिरहेको यस्तो छाम्नुपर्छ कि यस्तो छाम्नुपर्छ छ कि छैन यार फलेकै छैन यार अलि फलेको पाकम टिपौँ भनेको यो चाहिँ फल्यो टिपौँ ल चाहिँ टिप्नुपर्छ यो फल्यो भने यो पनि फल्यो त्यसलाई पनि टिप्दिउँ
ल ल ल चालु ल मगाले काले घरको मान्छे लखेटलाई छिटो टिप छिटो छिटो काले हेर है घरको मान्छे लखेटलाई हेर है हेर है टिपेर भागिहाल्ने है ल ओइ यसरी भाग अहिले है काले काले टिप छिटो 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 आयो 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 भाग 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 आयो आयो एउटा टिपेर छिटो छिटो भाग 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 ल गाइस अब चाहिँ हामी लास्ट है आज मकै हन्टिङ देख्न सक्नुहुन्छ यो यति मकै भयो यो चाहिँ तपाईँहरूले यो चाहिँ हामीले भिडियोको लागि मात्रै बनाएको अन्यथा नलिनु होला हामीले यस्तो हन्टिङ चाहिँ गरेको होइन यो चाहिँ आफ्नै बारीको मकै हो यस्तो भिडियोको लागि मात्रै गरेको त्यसको अन्यथा नलिनु होला ल तपाईहरूलाई यो भ्लग कस्तो लाग्यो तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो सल्लाह सुझावको लागि एउटा कमेन्ट र लाइक सब्स्क्राइब गर्न नभुल्नु होला अब अर्को भिडियोमा भेट्ने